ढिँडो बनाउनको लागि पहिला यसरी पानी बसाल्नु पर्दछ र थोरै पिठो छर्किनु पर्दछ ताकि पानी छिटोभन्दा छिटो उम्लियोस्। जब पानी उम्लिन्छ त्यस पछाडि आफूलाई आवश्यकता पर्ने अथवा आफूले खान सकिने जत्तिको पिठो उक्त पानीमा हाल्नु पर्दछ र केही समय पछाडि त्यो ढिँडोलाई यसरी दाबिलोले चलाउँदै चलाउँदै मस्काउँदै लानुपर्ने हुन्छ। ढिँडो बनाउनको लागि दाबिलोको एकदम महत्त्वपूर्ण भूमिका रहेको छ। यसरी दाबिलो मार्फत यो ढिँडोलाई मजाले मस्काई यसलाई लेसाइलो र एकदम खानको लागि स्वादिलो बनाउनु पर्ने हुन्छ। ढिँडो पाकिसकेपछि आफूलाई मनपर्ने तरकारी किनेमा, गुन्द्रुक अथवा कुनै पनि मासुहरूसँग यो सुप बनाएर खान सकिनेछ। प्रायःजसो ढिँडो चाहिँ कोदो, गहुँ, फाफर, मकै लगायतका अन्न बालीहरूबाट बनाउने गरिन्छ। ढिँडो नेपाली ग्रामीण क्षेत्रमा अत्यन्तै प्रख्यात, महत्त्वपूर्ण र एकदम पोषिलो खानाभित्र पर्दछ। यो भिडियो यहाँसम्म हेरेर मलाई साथ दिनुभएकोमा तपाईँ सम्पूर्ण दर्शकहरूलाई म अन्तरआत्मादेखि नै धेरै धन्यवाद दिन चाहन्छु। पुनः म अर्को भिडियो लिएर तपाईँहरू सामु अवश्य पनि आउने नै छु। तबसम्मको लागि म बिदा लिन्छु। तपाईँहरूको समय शुभ रहोस्। हस्त नमस्कार।